धन्यवाद। यति विकटताको बावजुद, यति कठिनाई युक्त बाटोको बावजुद पनि हामी फाइनली यहाँ जरुवा झरनाको नजिक आइपुगेका छौँ। तपाईहरू हेर्न सक्नुहुनेछ, हाम्रो साथीहरूको साथमा आइपुगेका छौँ। फाइनली जरुवा खोलामा, जरुवा झरनामा आइसकेका छौँ। हेर्न सक्नुहुनेछ, हाम्रो साथीहरू मभन्दा अगाडि नै पुगिसक्नु भएको थियो। म चाहिँ भर्खरै आउँदैछु। बाटो एकदम विकटपूर्ण भए पनि फाइनली हामी आइपुगेका छौँ। हेर्न सक्नुहुनेछ, हाम्रो जरुवा झरनाको दृश्य यस प्रकारको रहेको छन्। हेर्न सक्नुहुनेछ, तपाईहरू कुनै बेला टाइम मिलाएर झरनामा, यो झरनामा नुहाउनको लागि आउन सक्नुहुनेछ। एकदम रमाइलो, एकदम मनोरम दृश्य रहेको छ। हेर्न सक्नुहुनेछ, हाम्रो साथीहरू भगवान प्रसाद यादव सर हुनुहुन्छ, एकदम नाङ्गै बस्नु भएको